नमस्कार यहाँ सम्पूर्णमा आज हाम्रो खाजा खाने प्रोग्राममा पराठा आलु पराठा टमाटरको अचार अनि मिष्टी बनाएर सबैजना रेडी छौँ खानको लागि। एकदमै मिठो बनेको छ आज पराठा। टमाटरको अचार राख्दैछ बुहारीले, मैले चाहिँ खाइहालेँ है। एकदमै मिठो भएको छ। यहाँ चाहिँ आजीले खाँदै हुन्छ टमाटरको अचार। रिनाले खाइसक्नुभयो, काकाको लागि अचार राख्दै हुनुहुन्छ। काकाले एउटा रोटी खाइसक्नुभयो, अहिले फेरि अर्को रोटी खप्नु हाल्यो। एकदम मिठो भएको छ अरे, मिठो लागेको छ काकालाई नि। ल तपाईहरू पनि पराठा मनपर्छ भने छिटो आउनुहोस् है खानको लागि। पाउँदाखेरि चाहिँ